हे गाइज आई एम सेफ अनिल। आज म मेरो प्यारो भाइ बहिनीहरूलाई चाहिँ भेजिटेबल वासिङ स्टेप बाई स्टेप बताउन गइरहेको छु र प्लस अर्को चाहिँ हामीले मिक्स भेज चिकन स्यालड चाहिँ कसरी बनाउने भन्ने बारेमा म बताउन गइरहेको छु। म संक्षेपमा भन्न गइरहेको छु, डिटेलमा भन्दा पनि संक्षेपमा है, किनकि यो भिडियोहरू एकदमै सर्ट हुन्छ, 3 मिनटको हुन्छ, त्यो कारण चाहिँ भ्याइँदैन डिटेलमा जाँदाखेरि। जस्तै फर्स्ट नम्बरमा हामीले चाहिँ सर्टिङ गर्ने भनेको छान्ने, जस्तै ड्यामेज भएका रुटेन भेजिटेबल रिमुभ गर्नुपर्ने हुन्छ, राम्रो फ्रेस भेजिटेबल मात्र युज गर्नुपर्ने हुन्छ है। प्री रिन्स भनेको पहिलो पानीले धुने है, जस्तै रनिङ वाटरमा हल्का धुनुपर्ने हुन्छ र डट अथवा सोइल हटाउन चाहिँ मद्दत गर्छ। अर्को छ सोकिङ भनेको भिजाउने है, सोक पनि भन्छ। क्लिन वाटर प्लस लिटिल साल्ट भेनेगर मिक्स गर्नुपर्ने हुन्छ। 5 देखि 10 मिनट सोक्ड गरेर राख्नुपर्ने हुन्छ। यसले ब्याक्टेरिया र तपाईँको पेस्टिसाइड कम गर्ने गर्दछ है। अनि अर्को हार्ड, जस्तै पोट्याटो, क्यारोटहरू यस्ता हार्ड भेजिटेबलहरूलाई चाहिँ स्क्रब गर्नु पर्दछ, जस्तै स्क्रबिङ भन्ने भनिन्छ। र फाइनल रिन्समा चाहिँ के गर्नुपर्ने हुन्छ त, जस्तै हामीले फाइनल रिन्समा क्लिनिङ रनिङ वाटरमा फेरि राम्ररी धुनुपर्ने हुन्छ र लास्टमा चाहिँ ड्राइङ सुकाउनु पर्ने हुन्छ है। क्लिन क्लोथ वा टिस्युले चाहिँ के गर्नुपर्ने हुन्छ, ड्राई गर्नुपर्ने हुन्छ है। यो हो। र अर्को चाहिँ हाम्रो चाहिँ तपाईँको त्यसरी गर्नुपर्ने हुन्छ भने, जस्तै मिक्स भेज चिकन स्यालडमा चाहिँ हाम्रो के हामीले युज गरेको छ भनेर त्यहाँ देखाएको छ। जस्तै हामीले चाहिँ ग्रिल चिकनहरू गरेको छ, यसलाई चाहिँ म्यारिनेसन गरेर है। जस्तै कुकम्बरहरू कट गरेको छ, त्यसमा हामीले चाहिँ ओनियनहरू, टोमेटोहरू है, यिनमा कोही जुलियन कट काटेको छ, कसैमा के अरे स्लाइस कटहरू काटेको छ है। अनि त्यहाँ ग्रिन पिजहरू छ, अनि त्यहाँ चाहिँ हामीले चाहिँ त्यसमा पनिरहरू पनि राखेको छ जस्तै है। अनि त्यहाँ चाहिँ हामीले चाहिँ अर्को एगहरू बोइल गरेर पनि कटिङ गरेर राखेको छ। र अर्को ड्रेसिङ ससहरू, जस्तै ड्रेसिङ सस कसरी गराइन्छ नि, मायोनाइज सस, लेमन जुस, साल्ट, ब्ल्याक पेपर। अनि मैले ओलिभ ओइलको ठाउँमा चाहिँ स्पेसल घी राखेको छु। घी राखेर अनि त्यहाँ चाहिँ मैले ड्राई हर्ब्सहरू, जस्तै कन्टिनेन्टल हो यो खाना, ड्राई हर्ब्सहरू पनि राख्ने गरेको छु। जस्तै प्रिपरेसन गर्दा चिकन प्रिपरेसन गर्नुपर्ने हो, भेजिटेबल कटिङहरू गर्नुपर्ने हुन्छ, मिक्सिङ गर्नुपर्ने हुन्छ, अनि ड्रेसिङ एड गरेर हामीले चाहिँ यो चाहिँ के गर्नुपर्ने हुन्छ, लास्टमा टसिङ, जस्तै टसिङ भनेको मिसाउने। र यसमा चाहिँ प्रोटिप्सको लागि चाहिँ एकदमै इम्पोर्टेन्ट हुन्छ है। जस्तै मैले संक्षेपमा भनेको छु है। जस्तै प्रिपरेसन के अरे सेपरेट बाउलमा चाहिँ मायो, लेमन, साल्ट र पेपर र ओइल मिक्स गरिसकेपछि ड्रेसिङ सलाड चाहिँ रेडी गर्ने गरिन्छ है। थ्याङ्क यू।